काठमाडौँमा वैशाख 10 देखि 19 सम्म सञ्चालन हुने 10औं प्रधानमन्त्री कप भलिबल लिगको लागि रुकुम पश्चिमले उपाधि जित्ने स्पष्ट लक्ष्यको साथमा टिम तयार गरेको छ। यो कुनै सामान्य टिम त होइन, लाग्दैन त्यस्तो अन पेपर हेर्दा। एउटा भावना हो, एउटा सपना हो, एउटा रिप्रेजेन्टेसन हो कर्णाली प्रदेशको। रुकुम पश्चिम प्रशिक्षण केन्द्र यानी कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै आएको एक क्लब। आफ्नो मेहनत, समर्पण र निरन्तरको प्रयासले राष्ट्रिय स्तरमा इच्छा शक्ति भए गर्न सकिन्छ है भनेर प्रमाणित गरिरहेको एक पाटिलो क्लब। नाममा एक जिल्ला मात्र भए पनि यो टिमलाई सिङ्गो कर्णालीले अपनाएको छ, आफ्नो ठानेको छ। यो एउटा आइडेन्टिटी बनिसकेको छ कर्णाली प्रदेशको। जियोग्राफी भन्दा ठुलो, सिमाना भन्दा ठुलो र कर्णालीले आफ्नो सपनाको अभिभारा यो ट्रेनिङ सेन्टरलाई सुम्पिएको छ। जहाँ सरकारी निकायहरू असफल हुन्छन् त्यहाँ कोही न कोही भलिबलका पागल प्रेमीहरूले व्यक्तिगत रूपमा जिम्मेवारी उठाउँछन्। यस्तै कर्णालीको व्यावसायिक भलिबलको जिम्मा तेज बुढाले लिएका छन्। यो प्यासन ड्रिभन प्रोजेक्ट हो, सिस्टम ड्रिभन प्रोजेक्ट होइन। कसैको साथ सहयोग छैन। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले डायमन्ड खड्काको क्याप्टेन्सीमा स्क्वाड अनाउन्स गरिसकेको छ। टिममा 3 जना पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी समेत केही नेपाली खेलाडीहरू सामेल छन्। धेरैजनाको डिमान्ड अनुसार यो भिडियो बनाउँदैछु। लाइक र सब्सक्राइब गर्ने काम तपाईँको है त। इन्टरनेसनल एक्सपोजर र एक्सपिरियन्स थपिएको छ विदेशी खेलाडी आउँदा। नेपाली खेलाडीतर्फ डायमन्ड खड्का, रोशन खड्का, अजय सुनार, सञ्जय विक्रम शाह, सन्तोष विक, हिमाल सुनारी मगर, विवश आले मगर, पुष्कर धामी र राजेन्द्र लामी मगर रहेका छन्। अनि पाकिस्तानबाट फहद राजा, अदनान खान, अफाक खान रहेका छन्। प्रशिक्षकमा तेज विक्रम पुडा, सहायक प्रशिक्षकमा कर्णालीका पूर्व कप्तान शैलेन्द्र शाही र म्यानेजरमा एम बाठा मगर र फिजियोमा चाहिँ दुर्गा रेग्मी रहेका छन्। एउटा म्यानेजमेन्ट स्ट्रक्चर राम्रै देखिएको छ क्लबको। प्रोफेसनल ढङ्गबाट अगाडि बढ्न खोजेको देखिन्छ। एक्सपिरियन्स प्लस प्यासनको मिक्स हो यो टिम। यो पटक गण्डकी प्रदेशले च्याम्पियनसिप खेलेको थिएन, त्यसैले पनि लिग खेल्न पाएन। तर गण्डकीका खेलाडीहरूलाई ठुलो लेभलमा हेर्ने धोको भने पुरा हुने माहौल बनाइदिएको छ रुकुम पश्चिमले। अब गण्डकीका फ्यानहरूको पनि सपोर्ट पाउनेछ रुकुम पश्चिम। यो टिमलाई मिनी गण्डकी पनि भन्न सकिन्छ। मैले त मिनी गण्डकी भने है। किनकि आइडेन्टिटी मर्जिङ भएको छ कि एउटा मर्ज हुने सिस्टम हुन्छ नि एकअर्कासँग गाभिने। गत पुसमा सम्पन्न 9 NBA च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको रुकुम पश्चिम 10औं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगको लागि चाहिँ छनौट हुन सफल भएको थियो। त्यो च्याम्पियनसिपको जर्नी एउटा स्टेटमेन्ट थियो। च्याम्पियनसिपमा 3 जना पाकिस्तानी खेलाडी माजर अली, अहमद मुस्तफा र वालिद खान सहित उत्रिएको रुकुम पश्चिम चौथो भएको थियो। रिजल्ट डिसपोइन्टिङ भए पनि, किनकि डिसपोइन्टिङ त होइन हेर्नु चौथो आउनु पनि, तर पनि अब लगानीको हिसाबले भनौँ न पर्फर्मेन्स कम्पिटिटिभ देखाएको थियो। त्यो च्याम्पियनसिपमा सेमिफाइनलमा रुकुम पश्चिम 3-2 को प्रतिस्पर्धात्मक सेटमा आर्मीसँग पराजित भएपछि फाइनल पुग्नबाट चुकेको थियो। त्यो हार अझै पनि सम्झनामा ताजै छ। मार्जिन सानो थियो, इम्प्याक्ट ठुलो रह्यो त्यो हारको चाहिँ। भएको के थियो भने दोस्रो र तेस्रो सेटमा शानदार प्रदर्शन गरे